यो चाहिँ अर्को हो यो तरुल चाहिँ फाइनली निस्किसकेको छ यसको माथिको टाउको चाहिँ अघि चुट्यो नि यहाँ यो चाहिँ फर्स्ट हो यसो सेकेन्डको त्यसको टाउको चाहिँ यो थियो कि हेर्नु नि खन्दा खन्दै यस्तो भयो हो त्यो चाहिँ यस्तो छ तपाईँहरूले देख्न सक्नुहुन्छ हात चाहिँ यस्तो भइरहेछ यी तरुल माथिबाट देखाउँछु तपाईँलाई तरुल राम्रो छ यो चाहिँ सेकेन्डको चाहिँ यसको जोडी थियो नि त कि यो टाउको चाहिँ हेर्नु नि यस्तो यहाँ जोडिएको थियो नि त यो टाउको यसरी जोडेको थियो कि भाँच्यो भर्खर दुईवटा मात्रै हामी ल्याउँदैछौँ यस्तो प्रकारले टाउको चाहिँ अघि चुट्यो नि त यो चाहिँ यहाँ भगलले खान्छ फेरि हामीले अर्को यहाँनिर अर्को चाहिँ यहाँ छ कि यहाँबाट अलिक मजा देख्दैन रहेछ धुलोले गर्दाखेरि यहाँ खन्दैछ बिरेनले त्यो एउटा इस्कुसको जरा गइरहेको छ कि अन्त यहाँ छ नि त एउटा चाहिँ यो देख्न सक्नुहुन्छ तपाईँले यो हामीले यस्तो गर्यो अर्को चाहिँ फल्दै थिएछ साथीहरू यो चाहिँ यही हो खन्दैछ यो बिरेनले इस्कुसहरू चाहिँ यसरी खन्नुपर्छ साथीहरू पुरा मुस्किल हो इस्कुस तरुल खन्नु जस्तो साह्रो चाहिँ केही पनि होइन पुरानो त्यहाँ थिएछ साथीहरू हो त्यति लामो गएको थिएछ पोहोरको पोहोर पनि के फलेको थियो कि यो बिरेन त्यो 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 छ उयो जस्तो लाग्यो मलाई लुकी छुपी गऱ्यो पोहोर निकै फलेको थिएछ साथीहरू यो तपाईँ देख्न सक्नुहुन्छ पोहोर चाहिँ यस्तो निकै फलेको थिएछ तर यसपालि चाहिँ अलिक के भएर पुरा शर्माइछ हौ तरुल फल्नु साथीहरू तरुल त एकदम सानो रहेछ यहाँ पहिला पुरा फलेको थिएछ नि पहिला चाहिँ पुरा फलेको थिएछ त्यो त हुनु पुरा फलेको थिएछ है पहिला चाहिँ है तरुल उकाइस लागेको गाई छु पर तरुल निकै तल गएको रहेछ गाई यहाँ पनि छ जस्तै छ गाई यहाँ पनि तर हो कि होइन गाई यहाँ त्यसो भने त हामीले त्यस्तै साह्रो गहिरो खन्नु मान्छे डङ्की डङ्गरमा बाँध्नु हुँदैछ नि है गाइस यहाँ खन्दैछ बिरेनले त्यो उतापट्टिको पुरानो हो उता पनि रहेछ गाई उता पनि गएको रहेछ गाइस हेर्नु अर्को बोटमा पनि गएको रहेछ दुईवटा बोट छ पहिलाको चाहिँ हेर्नु सबै पुगेछ गाइस यो चाहिँ झुक्कायो गाई चाहिँ हामीलाई यत्रो रहेछ यसरी देखाउने गाई चाहिँ यसले चाहिँ हामीलाई जिस्काएको रहेछ गाई यत्रो मात्रै रहेछ हाँस्यो त्यो गाइस होइन हामीले हाउडेमा जिस्कायो मात्रै